तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी खायो भनेर तपाईँको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु भने 1 करोडका रक्सी छन्। तपाईँले आफ्नो छोराको हत्याको पत्ता लाउनु भयो र दरबार हतियार काण्डको कुरो निकाल्दै गर्दाखेरि 5 वर्षको कुरा गर्नुभयो। अहिले 18-20 वर्षसम्म कसका भेडा बाख्रा हेर्न जानुभएको थियो तपाईँहरू? किन के हेरेर बस्नु भएको थियो? अनि अहिले आएर तपाईँ है र पश्चिमाहरूको मेन डिजाइनमा है, कनकमुनिहरूको डिजाइनमा, पर्जल शमशेरको डिजाइनमा, तपाईँहरूकै डिजाइनमा तपाईँको राज दरबारको वंशनाश गरियो। तपाईँहरू अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने। यिनै जनताले फुलको माला लगाएको, यिनीहरूले अब मुख छाड्छन्, जुत्ताको माला हान्छन् भने त अब हामीले के गर्नु? अस्ति झापा जाँदा आफू जन्मेकै ठाउँमा ढुङ्गाले हानेर खेदेँ, जाने ठाउँ काहीँ छैन। अब के तलाउनु भनेको? अब मलाई पक्रेर लाने होला, लैजाउनु न त, म गइहाल्छु। अनि बसन्तपुरको होली हेर्नुभयो? बसन्तपुरको होलीमा अब त्यहाँ के कसैले सिकाएको थियो? त्यहाँ पनि मुख छाडे थियो। त्यो राम्रो काम गरेको थियो भने नि मुख छाड्दैन थियो त। अब हाम्रो अध्यक्षलाई जुत्ता मात्रै हान्ने होइन कि। तपाईँलाई म एउटा कुरा के भनिदिन्छु भने काठमाडौँ छोडेर हिँडेको तस्करहरू फेरि बौलाउन थाले। तपाईँले जाँदा जाँदै जुन पत्रकार सम्मेलन गरेर अभिव्यक्ति दिएर जानुभयो त्यसले एक किसिमको तरङ्ग ल्याएको थियो नेपालको राजनीतिमा। तपाईँका समाचार नलेख्नेहरूले त्यो दिन प्राथमिकताका साथ तपाईँको समाचार लेखे। अहिले यो 5 दिनपछि तपाईँ काठमाडौँ आउनु भएको छ। विकसित घटनाक्रमलाई कसरी र कुन रूपमा लिनु भएको छ? विकसित राजनीतिक घटना अहिले आएर 79 साल फागुन 1 गतेदेखि यहाँसम्म निरन्तर आउँदाखेरि, निरन्तर हामी आइराख्दाखेरि हाम्रो अभियान प्लस सबै राष्ट्रवादी साथीहरूको अभियानमा, राजाको आह्वानमा, महाराज धिराजको आह्वानमा 25 गते जुन कार्यक्रम गरियो, त्यो कार्यक्रम गरिसकेपछि हाम्रो सल्लाह के भएको थियो भने धवल दाईसँग 26 गते बसेर आन्दोलनको घोषणा गर्ने, संयुक्त रूपमा आन्दोलनको घोषणा गर्ने भन्ने खालको कुरो भएको थियो, सहमति भएको थियो। त्यसमा धवल दाईले के गर्नुभयो भने 26 गतेको दिन चैत 1 गतेदेखि आन्दोलन भनेर आफूले फेसबुकमा लेख्नुभयो। मलाई चित्त नबुझेको त्यहाँ हो, किनभने यो आन्दोलन भनेको सत्ता परिवर्तनको आन्दोलन हो, व्यवस्था परिवर्तनको आन्दोलन हो। यो चान्चुने आन्दोलन होइन, यो चान्चुने आन्दोलन थिएन। त्यसमा एक्लै गर्नुभन्दा सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएर गर्नुपर्छ भन्ने मेरो भनाइ हो। र अब अहिले आएर चाहिँ मैले त्यो जुन पत्रकार सम्मेलन गरेर वास्तविक यथार्थ कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, सम्पूर्ण नागरिकहरूले कतिजना मसँग रिसाउनु पनि भयो होला, कतिजनाले ठिक भन्यो पनि भन्नुभयो होला होइन, तर यथार्थ कुरो के थियो भने यो 79 साल फागुन 1 गतेदेखि राजालाई सडकमा ल्याउने काम कुन अभियानले गरेको थियो? र यहाँसम्म राजालाई ल्याएर 25 गतेसम्ममा आउने कार्यक्रममा लघुवित्त, सहकारी, ब्याङ्क पीडित, ब्ल्याकलिस्ट पीडितका मुद्दाहरू, जसका घरबार बिन भएका छन्, युवा विदेशीका युवाका देखि लिएर सबै कुरा चाहिँ नि उठाएर हाम्रो अभियानले आज विदेशका जेलहरूमा 7000 युवा छन्। विदेशमा 2 करोड 90 लाख जनसङ्ख्यामा तपाईँको चाहिँ नि 2 करोड 90 लाख जनसङ्ख्यामा 1 करोड 60 लाख युवा तपाईँको विदेशिएको छ। अहिले म यही फ्लाइटमा आउँदा पनि त्यहाँ तपाईँको चाहिँ नि कस्तो दृश्य देखियो भने जम्मा 7 जना चढेर आएको छ 72 जनाको सिटमा। प्लेनहरू खाली खाली उडेका छन्। त्यसले गर्दा यी सबै कुरालाई राजाले पनि बुझेर जब सम्बोधन गरिदिनु भयो फागुन 6 गते, वास्तवमा सम्बोधन गरिसकेपछि हामी सबैजनाको पहलमा राष्ट्रवादी शक्तिहरू एक भएर, जो राप्रपा पार्टी छ, कमल थापा दाईहरू, केशरबहादुर दाईहरूदेखि लिएर राजेन्द्र दाई, धवल दाईहरू सबैजना एक ठाउँमा आएर हामीले राजाले गरेको आह्वानलाई साथ दिउँ र आन्दोलनको घोषणा गर्दा पनि सबैजना एउटा टेबलमा बसेर, जसरी यिनीहरू पहिला गठबन्धन 7 दल मिलेर गरेका थिए नि आन्दोलन, त्यसरी राष्ट्रवादी शक्ति गरौँ भनेर भनेको उहाँले फुत्त 26 गते चाहिँ नि फेसबुकमा चैत 1 गतेदेखि आन्दोलन भनेर भन्नुभयो। खोइ चैत 1 गते आन्दोलन भयो त? भएन नि त हो। त्यस कारणले गर्दाखेरि यस्तो फितलो काम नगरौँ। फितलो काम गरियो भने के हुन्छ भने अहिलेसम्म गरेका
उपलब्धिहरू हाम्रा उपलब्धिहरू गुम्छन्। त्यसले गर्दाखेरि म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई के भन्छु भने जो राजालाई साथ दिनुहुन्छ, जो हिन्दू धर्मलाई साथ दिनुहुन्छ, जो वैदिक सनातन हेर्नुहोस् हिन्दू वैदिक सनातन किराँत बौद्ध सहितको वैदिक सनातन धर्मलाई साथ दिने सम्पूर्ण नागरिकहरूलाई के भन्छु भने फितलो खालको तरिकाले कोही चैत 2 गते नै दरबारमा चाहिँ सिरिपेज ल्याउने भनेको छ, कोही के भनेको छ, कोही के भनेको छ होइन। राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा छन्, यी सबै कुरालाई मिलाएर होइन हामी अघि बढौँ भनेर चाहिँ भन्ने मेरो बुझाइ हो। तर तपाईँको अभिव्यक्तिले जुन राजावादीको मुभमेन्ट बनेको थियो त्यो मुभमेन्टलाई कमजोर बनायो भन्ने निष्कर्ष राप्रपाले निकालेको छ। होइन आन्दोलन कसरी तुइयो? आन्दोलन अब हामी सबैजना मिलेर एकै ठाउँ घोषणा गरिसकेपछि यो आन्दोलनको लिडरसिप त नि राजाले गर्नुपर्छ नि त। देश जोगाउनलाई हिजो पृथ्वीनारायण शाहले देश एकीकरण गर्न पृथ्वीनारायण शाह निस्किनु भयो। तपाईँको 2007 सालमा नि राजा त्रिभुवन नि राजगद्दीमा 2.5-3.5 वर्षको ज्ञानेन्द्र सरकारलाई छोडेर उहाँ प्रवास गरेर चाहिँ जनतासँग सडकमा आउनुभएको होइन। यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजा त्रिभुवन आउनुभएको होइन जनतासँग प्रजातन्त्र ल्याउनको लागि, पुनः प्रजातन्त्र बहालीको लागि, पुनः देश एकीकरण गर्नको लागि हामीलाई हाम्रो लिडर भनेकै राजा हो। राजा आउनुभयो, हाम्रो राजा मात्रै होइन हाम्रो रुलर भनेकै राजा हो। उहाँले रुल गर्नुपर्छ, हाम्रो आन्दोलनलाई पनि उहाँले रुल गर्नुपर्छ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मैले त्यो दिन भनेको कुरा के छ भने राजाका विषयमा विभिन्न हल्का खालका टिप्पणी नगरौँ। मैले के भनेको थियो, मैले राजालाई घोचे पनि घोच्नुपर्छ, राजा भनेको आगो दाउरा नघोचिकन नि आगो बल्दैन। र हिजो राजा बिर्सिसकेको थियो नि, राजालाई सम्झिने माहौल त कुन हिसाब किताबले आज बनाइयो त? त्यसले गर्दाखेरि सम्पूर्ण राष्ट्रवादी शक्ति साथीहरूले मेरो भनाइ के छ भने राप्रपाका दाईहरूलाई पनि म के भन्छु, मभन्दा सिनियर हो तपाईँहरू, उमेरले सिनियर हो, उहाँहरूलाई म के भन्छु भने सदन छोड्नुहोस्, त्यो पनि एउटा क्रान्ति हो। 13 जना सांसदले राजीनामा दिँदाखेरि एउटा आन्दोलन त्यो एउटा सफल हुन्छ। किनभने फलानु उसको लागि आन्दोलनको लागि राज संस्था स्थापित गराउनको लागि राप्रपाले सदनबाट राजीनामा दियो भनेपछि नि उहाँहरूकै हाइट बढ्छ, मेरो होइन। त्यसले गर्दाखेरि म उहाँहरूलाई के भन्छु भन्दाखेरि उहाँहरूसँग मैले झगडा गरेको होइन, म झगडा गर्न चाहन्न। अब हामी एक भएर आज भोलिमै प्रेस विज्ञप्ति निकाल्छौँ, संयुक्त प्रेस विज्ञप्ति निकाल्छौँ हामी। म उहाँहरूसँग नमिल्ने भनेको छैन, उहाँहरू पनि मसँग मिल्न आतुर हुनुहुन्छ, म पनि मिल्न आतुर छु। कुरा भन्नु भएन, मैले उहाँहरूलाई पन्साउन खोजेको होइन, उहाँहरूले मलाई पन्साउन खोजेको होइन, तर टेक्निकल कुरामा चाहिँ नमिलेको नआतिनुहोस् भनेको होइन। म नरम छुइनँ, म जनताको लागि, नागरिकहरूको लागि, राज संस्थाको लागि हामीले ठुलो जिम्मेवार बोकेको छौँ। होइन गोठालासँग त्यस्तै होइन, यसको रुलर भनेको त यसको लिडरसिप त राजाले गर्नु पर्यो नि त। त्यही अनुसारको हिंसा आइसक्यो, त्यही अनुसारको सबै कुरा भइसकेपछि तपाईँहरूलाई अब यहाँभन्दा मैले भन्नु छैन। अब राप्रपासँग मात्रै होइन, सबैसँग, राष्ट्रवादीसँग यो आन्दोलनमा भोलि केपी ओली आउनुभयो भने वेलकम छ, मैले प्रचण्ड आउनुभयो भने वेलकम छ। मैले अहिले भर्खर मात्रै नारायण काजी दाई श्रेष्ठ दाई र के भन्छ हाम्रो गुल्मीको के दाई अरे गोकर्ण विष्टलाई मैले त्यहाँ पनि खिचिरहेछन्। राज संस्था ल्याउने अभियानमा तपाईँले साथ दिनुपर्छ गोकर्ण दाई, तपाईँ जतिको मान्छेले भनेर मैले हात मिलाएर हिँडेको चन्द्रगढी एयरपोर्टमा। राज संस्था ल्याउने व्यवस्था परिवर्तन गर्ने उसमा तपाईँहरूले साथ दिनुपर्छ, किनभने यो मारवाडीको कम्पनी हुँदैछ नेपाल। आज म तपाईँहरूलाई एउटा कुरा भन्छु, अर्को कुरा यही एयरपोर्टबाट भन्दैछु, कुन चाहिँ नेपालीका काम यो सरकारले गर्यो मारवाडीकादेखि बाहेक, कुन चाहिँ नेपालीको काम गर्यो सबै बालबाडी छाला जुत्ता मारवाडीको मुद्दा नचलाउने अरुण चौधरीको, बाल मन्दिरको खोइ, पशुपति आराध्य देवको खोइ, पशुपति आराध्य देवको मुद्दा के भयो? आज यो सरकारले के गर्यो? पशुपतिको धर्मशालाको के गर्यो? त्यसले गर्दाखेरि नेपाल र नेपाली जोगाउने हो भने राज संस्था चाहिन्छ। त्यसले गर्दाखेरि हामी सबैले मिलेर राजालाई साथ दिउँ। अब हिजोको प्रचण्डको अभिव्यक्ति सुन्नुभयो? खास गरी पुष्पकमल दाहाल प्रचण्डले हिजो के भनिदिनु भयो भने मूर्ति चोरहरूलाई राजा बनाउन खोज्ने, तपाईँको चाहिँ भाइमारालाई फेरि राजा बन्छु भन्दै सलबलाउने भनेर धम्कीपूर्ण अभिव्यक्ति दिनु होइन। त्यो म एउटा कुरो प्रचण्डलाई अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ लाई चाहिँ के चढेको सनक चढेको हो होइन, उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि
तपाईँको नजिक बसेर काम गरेको मान्छे हो म होइन। तपाईँलेलाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईँले? एउटा कुरो 50,000 मान्छे आज घाइते छन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले आज आएर तपाईँले जुन कुरा भन्दै हुनुहुन्छ नि, तपाईँले दुबईमा लगेको तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी खायो भनेर तपाईँको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु पनि 1 करोडका रक्सी छन्। तपाईँले आफ्नो छोराको हत्याको पत्ता लगाउनु भयो र दरबार हतियार काण्डको कुरो निकाल्दै गर्दाखेरि 5 वर्षको कुरा गर्नुभयो। अहिले 18-20 वर्षसम्म कसका भेडा बाख्रा हेर्न जानुभएको थियो तपाईँहरू? किन के हेरेर बस्नु भएको थियो? अनि अहिले आएर तपाईँ है र पश्चिमाहरूको मेन डिजाइनमा है, कनकमुनिहरूको डिजाइनमा, पर्जल शमशेरको डिजाइनमा, तपाईँहरूकै डिजाइनमा तपाईँको राज दरबारको वंशनाश गरियो। तपाईँहरू अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने? अब दरबार यो कुरा बोलिदिने मान्छे छैन भनेर नहेप्नुहोस्। र अर्को कुरो के छ भने तपाईँहरूले राष्ट्रवादी शक्ति र गणतन्त्रवादी बीचमा गृह युद्धको हेर्नुहोस्, धर्मको गृह युद्ध हुन्थ्यो, तर यहाँ गणतन्त्र र राष्ट्रवादी शक्तिको बीचमा गृह युद्ध हुँदैछ। गृह युद्धको लागि तपाईँहरूले यो वातावरण बनाउनु हुँदैछ। त्यस कारणले म तपाईँहरूलाई के भन्छु भने जसरी राजाले सत्ता छोड्नुभयो नि, रक्तपात बिन सत्ता छोड्नुभयो, सेना पुलिस आफ्नो हातमा हुँदाहुँदै। र तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने एकजना योगी आदित्यनाथको फोटो देख्दा, हिन्दूवादी नेताको फोटो सडकमा देख्दा तपाईँहरूले त्यत्रो उचाल्नु भयो होइन। करण सिंहले आएर राजालाई कन्भिन्स नगरेको थियो भने नि इन्डियाको नेताले, तपाईँहरूले गणतन्त्र पाउनुहुन्थ्यो? करण सिंहले आएर राजालाई कन्भिन्स गरेको होइन। अनि तपाईँहरू माओका फोटा राख्ने, स्टालिनका फोटा राखेर दारू खाने। अनि हाम्रा साथीहरूले तपाईँको योगी आदित्यनाथ जोगीको फोटो राखे, हिन्दूवादी नेताको फोटो राख्दा के बिग्रियो? म त योगीसँग भेट भयो भने फोटो खिचेर फेसबुकमा हाल्ने हो। योगीले, नरेन्द्र मोदीले यो व्यवस्था गर्नलाई साथ दिनुपर्छ, हामीलाई साथ दिनुपर्छ। त्यहाँका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई के भन्छु भने तपाईँहरूले यो यहाँ इन्डियन मिडिया छ भने पुर्याइदिनु होला। यो व्यवस्था परिवर्तन गर्नु भएन भने तपाईँहरूको देश 5वटा टुक्रा हुँदैछ। 5वटा टुक्रा हुँदैछ। किनभने नि युरोपियन युनियनको र युएसआइडीको फन्डिङमा यहाँ राज संस्था सिद्ध्याउने काम भयो, हिन्दू सिद्ध्याउने काम भयो र क्रिस्चियनिटी बढाउने काम भयो। क्रिस्चियनहरूको इपी सेन्टर बन्यो यो देश। यसको कारणले आज मणिपुरमा आगो लागेको छ। मणिपुर छुट्टिँदैछ क्रिस्चियनहरूको राज्य बनाउनलाई। र अर्को डिजाइन के छ? यो पहाडी भूभाग सिक्किम हुँदै मणिपुरसम्म चाहिँ क्रिस्चियन राज्य बनाउने यिनीहरूको ठुलो ग्रान्ड डिजाइन थियो। ग्रान्ड डिजाइन त्यो अहिले असफल बनाउनको लागि तपाईँको भारतले यिनीहरूलाई खुलेआम बनाउन भारतले हामीलाई यो व्यवस्था परिवर्तन गरेर साथ दिनुपर्छ। साथ दिएन भने नि भारतको आफ्नै देश टुक्रिन्छ। यो कुरामा क्लियर हुँदा हुन्छ। तपाईँले वामदेव गौतमको भनाइ सुन्नुभयो? वामदेव गौतमले के भन्नुभयो भने अब राजा फर्कने यो सङ्केत देखिएको छ, राजा फर्क्यो भने हामीलाई कारवाही गर्ने होला, म त कारवाही भोग्न तयार छु भनेर भन्नुभयो नि। होइन, उहाँले सही कुरा गर्नुभयो। भनाइ गरेको छ भन्ने कुरो त प्रमाणित भयो नि त। हामीले राम्रो काम गरेर भन्ने कुरो त छ नि त। ल एउटा कुरा कि यो व्यवस्था परिवर्तन भयो, ल भयो, कसका लागि भयो? नेपाल र नेपालीका लागि होइन। राजाले जनताको लागि मेरा जनताहरू सबै लुटिए, तस्करबाट लुटिए, सबै धनी पूर्जा विहीन भए, देशमा भएका उद्योग धन्दा कल कारखाना सबै बेचेर खाए। बाबा मलाई साथ दियो भनेर भन्दाखेरि यो मौका आउँदा पनि नेपाली नागरिकले गुमाउँछ भने नि योभन्दा ठुलो दुर्घटना र ठुलो दुःखको कुरा केही पनि हुँदैन। ज्ञानेन्द्र शाहलाई चाहिँ जेल हाल्ने सम्मको कुराकानी गर्न थाले गणतन्त्रवादी नेताहरूले। छानबिन गर्ने र जेल हाल्ने भनिरहेको छ, के भन्नु? मलाई के खबर पठाएको छ यिनीहरूले भित्री भने नि, सुन्नुहोस् कुरो, मलाई सबैले पठाएका छन् खबर। हिन्दू राष्ट्र ल्याइदिन्छौँ, राजालाई सम्मान गर्छौँ, हामीलाई बचाइदिनु पर्यो भनेर कुनै च्यानलबाट पनि खबर आइरहेको। यिनीहरूको हैसियत
यिनीहरूले ल राजालाई होइन कि मलाई चाहिँ थुनेर देखाउन् न, मलाई थुनेर देखाउन् न। पहिला राजाका अगाडि योद्धा भएर निस्किएको छ त त्यतिखेर। मैले राजालाई के भनेको 79 साल फागुन 1 गते उहाँ ऊ गर्नुभन्दा मेचीमा लानुभन्दा 5 दिन अगाडि सरकार तपाईँको अगाडि उभिएर गोली थाप्न तयार छ यो छोरो, यो एउटा योद्धा हो, तपाईँले एउटा लडाकु भेट्नु भएको छ, तपाईँलाई राज संस्था फर्काएर अनि म बिदा लिन्छु सरकार भनेर म निस्केको। त्यतिकै म हिँडेको होइन नि। भन्नु त भयो राजा आउनुहुन्छ, राजा सडकमा आउनुपर्छ, तर संवैधानिक बाटाहरू बन्द छन्। संवैधानिक तौरबाट भएन भने के सडक आन्दोलन मात्र एउटा विकल्प छ। हिजो राजालाई फ्याँक्दाखेरि नि संवैधानिक थियो। जसरी राजा गयो त्यसरी राजालाई आउनुहुन्छ, त्यो सकिएको नि कुरो कसरी ल्याउनु पर्छ। अब यी नेताहरू हामीले समय आएपछि आन्दोलनको घोषणा गर्छौँ त। मैले भने त सबै अब राजन दाईहरू, हामी धवल शमशेर दाईदेखि लिएर राष्ट्रवादी शक्ति केशरबहादुर विष्ट सबैसँग हामी बसेर हामी सल्लाह गर्छौँ। सल्लाह गरेर हामी के गर्छौँ भन्दाखेरि एउटा विज्ञप्ति निकाल्छौँ। विज्ञप्ति निकालेर संयुक्त रूपमा हामी जान्छौँ नागरिकहरूको बलमा। दुर्गा सर, तपाईँ आक्रामक अभिव्यक्ति दिएर झापा जानुभएको थियो, झापाबाट फर्किँदा तपाईँको टोनै चेन्ज भयो, के खाएर आउनुभयो? होइन त्यो खलासीको कुरो त्यो त्यतिखेरको कुरा हो। यहाँ सुन्नु न, त्यो त्यसरी उभिएको देखेर त्यो मैले भनेको समय अहिले यो 5 दिनमा धेरै कुराहरू मिलिसकेको छ। के राजनीतिक भेटवार्ता पनि गर्नुभयो? होइन, अब राजनीतिक भेटवार्तादेखि लिएर सबै कुरा मिलिसकेका छ। त्यसले गर्दाखेरि सम्पूर्ण नागरिकहरू नआत्यौँ, व्यवस्था परिवर्तन हुन्छ। लघुवित्त र मेरो थिम भनेको के हो भन्दाखेरि लघुवित्तको र सहकारीको 20 लाख रुपियाँ यहाँ मिना हुनुपर्छ। यहाँ त सहकारी र लघुवित्तको ब्याङ्कको पीडितहरूको चाहिँ मुद्दै ओझेलमा पर्यो भन्ने पनि कुरा आयो। त्यो होइन, राज संस्था आएपछि व्यवस्था परिवर्तन गरेपछि त्यही दिन बेलुका यी कुरा मिना हुने कुरा त्यही दिन बेलुका हुन्छ। राजाले साइन गर्नुपर्छ। तपाईँहरूले त्यहाँ दिन चाहिँ स्वागत गर्न जानुभएको कि प्रधानमन्त्री ओलीले गाली गर्न जानुभएको कि यो अराजकता भएन, यसलाई चाहिँ हामी तह लगाउँछौँ भनेर भन्नुभएको होइन। हजुरबुगाले त्यो नभन्दा हुन्छ, किनभनेदेखि नि यो हजुरबुगालाई राम्रो गरेको त जनताले। यिनै जनताले फुलको माला लगाएको, यिनीहरूले अब मुख छाड्छन्, जुत्ताको माला हान्छन् भने त अब हामीले के गर्नु। अस्ति झापा जाँदा आफू जन्मेकै ठाउँमा ढुङ्गाले हानेर खेदेँ, जाने ठाउँ कहीँ छैन। अब के तह लाउनु भनेको, अब मलाई पक्रेर लाने होला, लैजाउँ न त म गइहाल्छु। अनि बसन्तपुरको होली हेर्नुभयो? बसन्तपुरको होलीमा अब त्यहाँ के कसैले सिकाएको थियो? त्यहाँ पनि मुख छाडे थियो। त्यो राम्रो काम गरेको थियो भने नि मुख छाड्दैन थियो त। अब हाम्रो अध्यक्षलाई जुत्ता मात्रै हान्ने होइन कि। तपाईँलाई म एउटा कुरा के भनिदिन्छु भने कसैले यहाँ टाउको काट्छु भने राजाको टाउको काटिन्छ। अनि नेपोलियनको टाउको काट्यो भने कर्नेल गद्दाफीदेखि लिएर नि शेख हसिनादेखि लिएर बसार असादको पनि हालत देखेको छ हामीले। साथी हो, त्यस्ता कुरा नगर, कोठाभित्र बसेर। किनभने नि यो व्यवस्थाको लागि तिमीहरूले गृह युद्ध निम्ताउँदैछौ। अब कसलाई काट्ने हो मलाई थाहा छैन, त्यस्ता ठुला कुरा नगर। को काटिने हो मलाई थाहा छैन। तिमीहरू एउटा काम गर न, वीरता मोडमा आमसभा गरेर देखाऊ न त्यो काट्छु भन्नेलाई। आमसभा गरेर देखाऊ न, खुल्ला पुलिसविहीन खुल्ला आमसभा गरेर देखाऊ न। अनि त्यो काट्ने कुट्ने हावा काम राम्रो नगर्ने, देशका युवा सबै बाहिर पठाउने, अनि दिनदहाडे ड्युटीमा गएको पुलिसलाई कुट्ने। अनि पुलिसलाई कुट्ने दिनदा हो कि राति ड्युटीमा गएको पुलिसलाई धमेलमा कुट्ने, मान्छे छोरी बलात्कार गर्ने, मुद्दा नलाग्ने, सहकारीको पैसा हिँडा गर्ने, मुद्दा नलाग्ने। यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने यो व्यवस्था परिवर्तन हुन्छ। गरिबका ऋण लिना हुन्छन्। 20 लाख भन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका पाउनुपर्छ। तपाईँहरूलाई मेरो कुरा त्यति हो।